सॉरी सॉरी भाजी चलो हामी चाहिँ यो माथि जान लागेको छौँ यहाँ मुनिबाट छिटाङ हो छिटाङ माथिबाट खस्छ के झर्ना कहाँबाट खस्छ हौ झर्ना झर्ना त यता पो छ त यता छ झर्ना उसको भित्र जानुपर्छ फेरि हामी सर्टकट चढ्दिनु नि यहाँबाट कहाँबाट आइपुगेछ यो मान्छे फेरि अब चाहिँ हामी यो खोला क्रस गरेर झर्नातिर जाँदैछौँ यो पुल बनाइदिएर चाहिँ हामीलाई धेरै सजिलो भयो नभए हामी जानु सक्थ्यौँ होला यहाँ अलिअलि 6-7 महिना बस्नुको लागि आउँछ मान्छेहरू भेडा बाख्रा यस्तो गाईहरू के लिएर आएर यहाँनिर बस्छ यहाँ घाँस हुनाको कारणले उनीहरूले पुल बनाएर हामीलाई धेरै सजिलो भयो त्यही भएर हामी अब छाङ्गासम्म जानु सक्ने भयौँ अहिले भर्खरै हामी पुल क्रस गर्दा गर्दै दाइ एकछिन त्यहाँनिर पुलमा यसो उफ्रिनु भएको थियो माथिबाट बुढोले देख्नु भएको रहेछ क्या रिसाइरहनु भएको अब उसले बनाएको होला ढुङ्गासँग खस्छ त्यसरी गर्ने पुलमा हामीले बनाएको यस्तो गर्ने होइन भनेर क्या रिसाइरहनु भएको रहेछ त्यही भएर हामीले सरी सरी भनेर माफी माग्यो हामी यहाँबाट निस्किसक्यौँ चलो लडिएला नि टुरु टुरु लभ गरेर चिक्लेर यहाँ आइसकेपछि थाहा भयो कि यस्तो खतरा रहेछ यो ठाउँ होइन ओहो यहाँसम्म पुरा पानीहरू आइरहेको छ पुरै पानी हुन्न छाङ्गाबाट झरेको पानीहरू चिटेर पुरै यहीँ तोटाहरूसम्म आइरहेको छ त्यहाँ पछि गयो भने त सक्यो क्या खतरा छ यहाँबाट पनि हेर्नु न तपाईँहरू र तपाईँहरूलाई यस्तै यस्तै भिडियो हेर्नु छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नु होला लाइक गर्नु होला र मेरो पेजलाई फलो गर्नु होला अब नेक्स्ट भिडियो चाहिँ हाम्रो एकदम बोबाल आउँदैछ